ल Yeah, that's the message to not have pilot. Yeah. Yeah. Good God. Yeah, inject the daughter in the no problem. Yes, doctor. So do not run to the bed, water. मुन्द्रो के हो यो को Okay, doctor. Okay, here. Here. म फुलन निकायमा डाक्टर अनि के तपाईँ डाक्टर त जो सेतोको लायो डाक्टर आज कोही पनि होइन डाक्टर यहाँ मलाई डाक्टर त ऊ वा हेर्नु बसिरहनु भएको छ ओहो डाक्टरको भेट भयो अनि अघि त्यो म हस्पिटलमा कुरा गर्दै आउँदै थिएँ क्या के इङ्ग्लिस बुझ्नु भयो एकदम बुझे तपाईँले बुझ्नु भयो मैले बुझेन किन बुझ्नु पर्यो त लेखेको पनि त बुझिँदैन भने बोलेको कतारी अक्षर बुझिँदैन लेखेको बोलेको नबुझ नमस्कार नयाँ डुला डुलाई त्यो अब डाक्टर साहब त्यो अहिलेको त्यो उपचार चाहिँ तपाईँबाट क्यान्सल भएन अब यो च्वाक नर्स आएपछि यता चाहिँ उपचार गराउनु पर्ला जस्तो लागिरहेको छ मलाई डाक्टर भयो तपाईँ हेर परेपछि त डाक्टर भइँदो रहेछ हेर पर्यो भने मात्रै नर्स हेर परेपछि डाक्टर त्यही त मेरो यो टाउको दुखेर यस्तो गाह्रो भइरहेको छ यसको उपचार गरिदिनु पर्यो ल न कठैबाट खोइ यो टाउको यस्तो दुखिरहेको छ है त्यो उपचार ज्वरो त हनी आएको रहेछ नि त अहिले बेलामा ज्वरो भन्छ ल भयो यो त के हो एकैचोटि यो त कस्तो टाउको त चङ्गा भएर कस्तो निको भएर आएको यो कसरी यस्तो यो सिकाउनु हुँदैन है फेरि यसबाट प्रभावित हुनु होला नि यो कसरी यस्तो जादु एकैचोटि निको भएर म त कस्तो टाउको त चङ्गा जस्तो भएर आयो भने अब त्यस्तो के यस्तो भयो आउँदा आउँदै त्यो भोक लागेर त्यो सितामोल डिकोल साइनेक्सहरू चपाएर खाँदै आउँदैछ नि त्यही भएर त्यही मुखले चुप्पा गर्दै त्यस्तो भएको चुप्पा गरेर निको हुने एकदम खतरा लाग्यो यो पाइल साइजको उपचार चाहिँ हुन्छ कि हुँदैन पाइल साइजको पनि हुन्छ पाइल साइजको पनि हुन्थ्यो खोर्सानी चपाएर आइन के त्यस्तो उपचार चाहिँ म गर्दैन म यस्तो यो नक्कली डाक्टरबाट परे बस्छु भएन म गयो म अन्तै गएर उपचार गर्छु यो डरमर्दो भयो यो ल के गर्नु डाक्टर नमस्कार डाक्टर नि नमस्कार अब यता डाक्टर भएपछि यता डाक्टर यता नायिका भयो यता नायक भन्ने भन्ने ल ठिक छ अब आफू एउटा नर्स हो होइन अब सबैको अब सेवा पनि गर्नु पर्यो तपाईँको के छ समस्या म चेक गर्छु है एकछिन है डाक्टर साहब हाम्रो कुरा मेरो केही समस्या छैन मेरो केही समस्या छैन मान्छे बाहिरबाट निरोगी देखे पनि भित्री रोग हुन्छ मलाई त जाँचै छोड्ने हो झन् उपचार उहाँलाई जरुरी छ जस्तो लाग्छ मलाई लामो सास फेर्नु ल निरारा राखेर सास फेर्न थाहा हुन्छ ल ठिक छ उहाँको निधारमा यस्तैमा उ चेक गर्नुपर्ने छ के किन निधारमा के भएको छ मलाई गिडी छ कि छैन भनेर नि गिडी चाहिँ रहेछ त्यही भएर 40 वर्षमा पनि एसएलसी पास गरिन् अब हेर्दा हेर्दा बिए पास गर्नुहुन्छ मेरो अध्यक्षज्यूले फेरि डाक्टर पनि तपाईँ के को डाक्टर पो सर साथी म एस्थेटिक डाक्टर के जाति टिक रे राम्रो बनाउने डाक्टर हो सुन्दर बनाउने सर्जरी गर्ने अब तपाईको नाक सानो बनाउनु पर्यो भने उहाँले बनाइदिनुहुन्छ म त ठिकै छ मुन्ड्रेले प्लास्टर गरिदिनु नि त ठिक छ म पनि उहाँ डाक्टर म पनि डाक्टर हाम्रो त अब कुरा भइरहन्छ होइन कस्तो पेट दुखे जस्तो लाग्यो फेरि मलाई त फेरि म चाहिँ फेरि डेन्जरै डाक्टर है आफ्नो उपचार पनि म आफै गर्छु त एकछिन कस्तो पेट दुख्यो ए ल पथरिया रहेछ हो मलाई त पथरिया भएको रहेछ नि त म त आफ्नो उपचार आफै गर्छु त हैन यस्तो त हामीलाई नि सिकाउनु पर्यो हामीले नि सिक्नु पर्यो यस्तो त धेर नसिक्नु है म बेसरी जान्ने भयो भनेर गाउँमा व्यस्त हुन्छु के गाउँमा व्यस्त हुन्छु एकचोटि है भाइलाई बिचरा बिरामी भयो अनि म त हतारमा फेरि अब गाउँमा त काम पनि गर्नुपर्छ आफ्नो डक्टरी कामलाई छोडेर घर आएपछि काम पनि हतार गएर है त्यो भाइलाई उपचार गरे अनि म पशुको पनि डाक्टर हो कि जीव जनावरको पनि हतार गरे त्यो भाइ ठ्याक्कै मुन्ड्रे जस्तै थियो कि अनि त्यो भाइले हतार गएर इन्जेक्सन लगाइदिएको कुकुरको इन्जेक्सन परे त अहिले त्यो भाइ सु गर्दाखेरि यसो खुट्टा उचाल्छ अब के नचाहिने कुरा गरिरहेको छौ यार नचाहिने भएकै त्यस्तो हो त हामी चाहिने कुरा गर्छौँ
त्यस्तो भएको छ ल ठिकै छ मै झन् बेहुली भएपछि त आजकल त के साह्रो झन् झन् राम्री हुँदै जानुभयो तर नराम्रो होस् पनि कसो त बिहे पनि त कस्तो घमासानले भएको छ अनि घमासान लेहङ्गा पनि 16 लाख कति लाख हो त्यस्तो भयो जिन्दगीमा एकचोटि गर्ने विवाह हो उहाँले लगाउनु भयो यसमा कसैको टाउको दुखेर हुन्छ हामीले चाहिँ कति 50 चोटि गरे त बिहे हामीले एकचोटि मात्र मेरो त बेहुली बन्दा पनि मेक्सी लाएको नि के गर्नु अहिले त तपाईँको जस्तो भाग्य हुनु त त्यो दुला अनुसार त 16 लाखको लाउनु केही पनि होइन के अब मेरो चाहिँ दुला पनि मुन्द्रे भन्दा नराम्रो त्यस्तो छ हजुर अनि तपाईँबाट मैले पनि होइन त्यो अनि तर एउटा कुरा होइन कपाल रोप्ने डाक्टरलाई मैले सोध्नै पर्छ अब धान रोप्नेले धान फलाउँछ कोदो रोप्नेले कोदो तपाईँ कपाल रोपेर के फलाउनु भयो कपालले फलायो कपालै फलाउनु भयो म तपाईँबाट एकदम त्यो के हुन्छ नि मैले कपाल रोप्ने ऊ डाक्टर बन्छु भनेर एउटा तालुको टाउकोमा खनेको खन्नु पर्छ पर्दैन खन्नु पर्दैन रोप्ने मात्रै हो म त मकै गहुँ रोपे जस्तो कोदालोले खन्नु पर्छ ल खनेको त बुढो अझै पनि बिउजेकै छैन त्यस्तो छ अनि एउटाको चाहिँ फेरि टाउकोमा कपाल रोपिदिएको कि बिउ छरेर नि ढाडसम्म झरेछ जम्मा यता पनि कपालै कपाल त्यस्तो भइरहेछ मेरो डाक्टरको काम हेर्नु न अब के गर्नु धेरै पर्या डाक्टर त्यसो बिचमा त केही भोग्नै पर्छ पहिला एकजना मात्रै आउनु भयो दुईजनै आउनु भएको थियो तर अहिलेको कुरा गर्दाखेरि तपाईँ एकजनै हुनुहुन्छ नि अहिले 2 जना हुनुहुन्छ अर्को चाहिँ 3 जना आउनु है छिट्टै अहिले घुमाएर मैले भनेको थिएँ तपाईँले डाइरेक्टै भनिदिनु भयो घुमाएर किन भन्ने त होइन हुँदो कुरा हो राम्रो कुरा हो किन त्यसलाई घुमाउने भन्छु के म त्यही त अब म निस्क्यौँ हुन्छ डाक्टर साहब हस् हजुर पनि डाक्टर हुनुभएछ बधाई छ हजुर हजुर पनि डाक्टर हुनुभएछ बधाई छ यो त्यो इयरफोन बोकेको त कामै लागेन एकचोटि चेक गर्नु पर्यो त ल हस् ओहो तपाईँ उदिप चेक सरलाई गर्छु नि त अलिकति ए मलाई हस् के गर्ने उहाँबाट के नयाँ कुरा सिक्नु पर्यो नि त त्यही त ल आमा कस्तो अचम्म तपाईँको त मुटु त दाहिनेतिर सरे थाहा त आशालाई धेरै माया गर्यो होला दुईतिर मुटु भएको है तपाईँको त कता सर्यो मुटु त्यस्तै हुन्छ माया प्रेम ल धन्यवाद है अब डाक्टर हो अब फेरि उता पनि बिरामीहरूलाई भ्याउनु पर्छ कि यस्तो चेकअप सेकअप गर्नलाई ल म गएँ है अब कपाल रोप्ने डाक्टर अब उदिप सर जस्तै हुने भने चाहिँ गाउँमा भुत्ला भुत्ली चाहिँ धेरै खेल्नु नि कपाल खोज्न कहीँ जानु पर्दैन खट्टै उठाली तपाईँ ठिकै छ तपाईँको पनि त अलिकति यता उहाँको पनि भरिदिनु है अलिअलि खाली छ तपाईँको पनि चेक गर्नुपर्छ भइहाल्यो म सबै ठिक छु सबै ठिक छ हुन त अलरेडी गुजुल टिकाको पिलो जस्तो अनुहारलाई के चेक गर्नु खन्दाको पिँडालु जस्तो छ अनुहार हरेको अन्डा गरेको पिरालु यस्तो हुन्छ जुसै जुस के झुस नभएको त सुट हुने हो तपाईँ सुट हुन्छ